आज चाहिँ सैन महिना 10 पानबारीको खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको साधारण सभा रहेको छ। सम्पूर्ण गाउँवासी समितिहरू सबै आउँदै क्रम जारी रहेको छ। यति बेला अब हामी माथितिर जान्छौँ, जो कि एकदमै आकर्षक देखिन्छ। यो पानबारी खानेपानीको माथि जाने द्वार रहेको छ। साधारण सभामा आउने मानिसहरूको लर्को रहेको छ। यति बेला म हजुरहरूलाई माथि गएर देखाउने छु। अब यो निकै नै राम्रो बनाउनु भएको छ। हाम्रो यस पानबारी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्षज्यू कुम्बहादुर थापाजी हुनुहुन्छ। उहाँले निकै नै यो खानेपानीलाई आकर्षक रूपमा सजावट र यो सबै बनाउनु भएको छ। एकदमै राम्रो छ। यो पानबारीको एकदमै ठुलो प्रगति देखिन्छ यसमा। हजुरहरू यदि भिजिट गर्न चाहनुहोला। निकै नै आकर्षक रहेको छ। यो पानबारी खानेपानीको लागि चाहिँ उहाँले निकै नै राम्रो काम गर्दै आइरहनु भएको छ। मेरो विचारमा चाहिँ फेरि पनि उहाँ नै बनेर यस संस्थालाई अगाडि बढाउनु भयो भने धेरै राम्रो हुन्छ जस्तो लाग्छ। जुन हिसाबले काम गर्नुभएको छ। यो हाम्रो पुरानो बराजु मन्दिर, यसलाई पनि एकदम व्यवस्थित गर्नुभएको छ। र हजुरहरूले देख्न सक्नुहुन्छ पानबारी खानेपानीको यस मूलद्वारलाई निकै नै आकर्षक रूपमा यसलाई सजावट देखिएको छ। निकै नै यतिको चाहिँ सायद अहिलेसम्म मैले देखेको पनि छैन कुनै ठाउँमा। र यस पानबारी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको यो प्रगति चाहिँ देख्न सक्नुहुन्छ। एकदमै मोह लाग्दो यो हाम्रो पुरानो खानेपानी टङ्की थियो यहाँ, र यो हुँदै यहाँको जनमानस धेरै बढ्दै गएपछि फेरि हामीलाई यो खानेपानी उपलब्ध भएको थियो। आज यसको साधारण सभा रहेको छ। पानबारी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको निकै नै राम्रो देख्न सक्नुहुन्छ। सम्पूर्ण मानिसहरू, यस गाउँका बुद्धिजीवी, सामाजिक व्यक्तित्वहरू, यस संस्थासँग सम्बन्धित व्यक्तिहरू आउने क्रम जारी रहेको छ। नगर प्रमुख र यस खानेपानीका लिडरहरू, क्लब अध्यक्षहरू, वडा अध्यक्षहरूको आउने क्रम जारी रहेको छ। म तपाईँहरूलाई देखाउन सक्छु। विदेशमा बसेर यस पानबारी भित्रका निवासीहरू विदेशमा हुनुहुन्छ भने पनि यो हेर्न सक्नुहुन्छ। एकदमै पार्क जस्तै लगभग बनाइएको छ यसलाई। एकदम पार्क भन्दा कुनै कम छैन, पार्क बराबर देखिएको छ। अगाडि सम्पूर्ण यस गाउँका
हेर्नुहोस् चारै कुनाबाट म देखाउँछु हजुरहरूलाई। यो खानेपानीको प्रगति निकै नै राम्रो देख्न सकिन्छ र यसै पानबारी खानेपानी तथा सरसफाई उपभोक्ताको आज साधारण सभा रहेको छ। यो 6औं वार्षिक साधारण सभामा यस गाउँका उपभोक्ताहरू पनि उपस्थिति भइसक्नु भएको छ र आउने क्रम जारी रहेको छ र माथिका ठुला निकायका व्यक्तिहरूलाई स्वागत गर्न प्रतिनिधिहरू, सामाजिक व्यक्तित्व, वरिष्ठ व्यक्तित्वहरू अगाडि उभिनु भएको छ। सायद नगर प्रमुखहरूको उपस्थिति हुनेछ। उपभोक्ताहरू आउने क्रम जारी रहेको छ। सम्पूर्ण उपभोक्ताहरू आइसक्नु भएको छ। उपभोक्ताहरू आइसक्नु भएको छ। आउने क्रम जारी रहेको छ। 12 बजे सुरु गर्ने भनिएको थियो यस कार्यक्रमलाई, तर अझैसम्म सुरु गरिएको छैन। सायद नगर प्रमुखहरूको उपस्थिति अझै भएको छैन। आउने क्रम जारी रहेको छ। केही बेरमा नै यस 6औं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन रहेको छ। उपभोक्ताहरूलाई अनि अतिथिहरूलाई चियापानको व्यवस्था पनि छ। यतातिर आज चियापान बनाउने व्यवस्थापन हुँदैछ र यसको अर्को द्वार खानेपानीको जुन जङ्गल तर्फबाट पनि बाटोमा रहेको छ, यताबाट पनि आवाज जावत गर्न सकिन्छ। यो द्वार कुनै बेला मात्रै, कुनै कार्यक्रम हुँदा मात्रै खोलिने गर्छ, अर्थात् अरू बेला यताबाट नै आवाज जावत रहेको छ। यो खानेपानी साँच्चै नै लोभलाग्दो, यति राम्रो पार्क जस्तै व्यवस्थापन गरिएको छ यसलाई र यो व्यवस्थापन, यो सबै देख्दाखेरि पानबारीको प्रगति साँच्चै नै देखिन्छ यसमा चाहिँ। र अब कार्यक्रम सुरु गर्ने भन्नुभएको छ। अबको 5-10 मिनटपछि कार्यक्रम सुरु हुन गइरहेको छ। सम्पूर्ण सामाजिक व्यक्तित्व अनि सम्पूर्ण अतिथिहरूको उपस्थिति लगभग भइसकेको छ। अभिवादन चाहन्छु, स्वीकार्नु होला। र अब म ढिला नगरी आजको कार्यक्रमलाई अगाडि बढाउन चाहे। त्यसै गरी विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनु हुनको लागि म सैना मैना नगरपालिका वडा नम्बर 10 का वडा अध्यक्ष श्री कृष्ण प्रसाद घिमिरेज्यूलाई हार्दिक अनुरोध गर्दछु। उहाँ आउँदै हुनुहुन्छ होला। त्यसै गरी विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनु हुनको लागि खानेपानी महासंघ सैना मैनाका अध्यक्ष श्री विष्णु प्रसाद पाण्डेज्यूलाई म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी अतिथिको आसन ग्रहण गरिदिनु हुनको लागि म सालजण्डी खानेपानी उपभोक्ता समितिका सचिव श्री भीमकान्त पोखरेलज्यूलाई हार्दिक अनुरोध गर्दछु। त्यसै गरी अतिथिको आसन ग्रहण गरिदिनु हुनको लागि झिमझिया भुल्केपानी खानेपानीका उपाध्यक्ष श्री कपिल थापाज्यूलाई हार्दिक अनुरोध गर्दछु। त्यसै गरी
आसन ग्रहण गरिदिनु हुनको लागि फुलबारी खाद्यपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष वा प्रतिनिधि जो कोही आउनु भएको छ अगाडि आएर अतिथिको आसन ग्रहण गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी हुनको लागि म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी अतिथिको आसन ग्रहण गरिदिनु हुनको लागि म डिभिजन कार्यालय योगिका प्राविधिक श्री नित्यानन्द पन्थीज्यूलाई हार्दिक अनुरोध गर्दछु। त्यसै गरी अतिथिको आसन ग्रहण गरिदिनु हुनको लागि म डिभिजन खानेपानी डिभिजन कार्यालय योगिका प्राविधिक श्री कृष्ण प्रसाद अधिकारीज्यूलाई हार्दिक अनुरोध गर्दछु। त्यसै गरी अतिथिको आसन ग्रहण गरिदिनु हुनको लागि यो डिभिजन कार्यालय योगिकुटीका कर्मचारी श्री ओम प्रकाश अर्यालज्यूलाई म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी अतिथिको आसन ग्रहण गरिदिनु हुनको लागि म पानबारी टोल विकास संस्थाका अध्यक्ष श्री काशी पौडेलज्यूलाई हार्दिक अनुरोध गर्दछु। त्यसै गरी अतिथिको आसन ग्रहण गरिदिनु हुनको लागि म कञ्चन सामुदायिक वन उपभोक्ता संस्थाका अध्यक्ष श्री गोविन्द कुमार श्रीज्यूलाई हार्दिक अनुरोध गर्दछु। त्यसै गरी अतिथिको आसन गरिदिनु हुनको लागि म पानबारी खानेपानी तथा सरसफाई संस्थाका लेखा समिति संयोजक आदरणीय दाजु श्री शिवराम थापाज्यूलाई हार्दिक अनुरोध गर्दछु। त्यसै गरी अतिथिको आसन ग्रहण गरिदिनु हुनको लागि कञ्चन आदर्श विद्यालय सैन्यमाई 10 पानबारीका अध्यक्ष तथा यसै पानबारी खानेपानीका सल्लाहकार आदरणीय दाजु श्री लक्ष्मण श्रीज्यूलाई हार्दिक अनुरोध गर्दछु। त्यसै गरी अतिथिको आसन ग्रहण गरिदिनुको लागि म पर्वतीय आमा समूह के अध्यक्ष श्री देवी पुनलाई हार्दिक अनुरोध गर्दछु। त्यसै गरी अतिथिको आसन ग्रहण गरिदिनु हुनको लागि म कञ्चनगङ्गा जोटेश्वर महादेव मन्दिरका अध्यक्ष तथा यस खानेपानीका सल्लाहकार आदरणीय दाजु श्री टिकराम पाण्डेज्यूलाई म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी अतिथिको आसन ग्रहण गरिदिनु हुनको लागि पानबारी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका पूर्व अध्यक्ष आदरणीय दाजु श्री शालिग्राम बेलबासीज्यूलाई म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी अतिथिको आसन ग्रहण गरिदिनु हुनको लागि पानबारी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका निवर्तमान अध्यक्ष श्री प्रेमबहादुर थारूज्यूलाई हार्दिक अनुरोध गर्दछु। त्यसै गरी अतिथिको आसन ग्रहण गरिदिनु हुनको लागि म कञ्चन सामुदायिक वनका संस्थापक अध्यक्ष आदरणीय दाजु श्री चन्द्रबहादुर श्रीज्यूलाई म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी अतिथिको आसन ग्रहण गरिदिनु हुनको लागि म कञ्चन सामुदायिक वन उपभोक्ता संस्थाका निवर्तमान अध्यक्ष श्री लीलामणि पाण्डेज्यूलाई म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी अतिथिको आसन ग्रहण गरिदिनु हुनको लागि म टोल विकास संस्था पानबारीका निवर्तमान अध्यक्ष श्री रामप्रसाद पाण्डेज्यूलाई म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी अतिथिको आसन ग्रहण गरिदिनु हुनको लागि म समाजसेवी श्री भोजराज भट्टराईज्यूलाई म हार्दिक अनुरोध गर्दछु। अगाडि त्यसै गरी आसन ग्रहण गरिदिनु हुनको लागि म यसै पानबारी खानेपानीका सल्लाहकार श्री राधिका भट्टराईज्यूलाई म हार्दिक अनुरोध गर्दछु। यसै गरी यसै पानबारी खानेपानीका सल्लाहकार श्री वीरबहादुर गुरुङज्यूलाई म हार्दिक अनुरोध गर्दछु। यसै गरी सल्लाहकार श्री ऋषिराम भण्डारीज्यूलाई आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। हाम्रो आसन ग्रहणको कामलाई थाती राख्दै म र यसपछि यो राष्ट्रको सम्मानको निम्ति सबैजना उठेर राष्ट्रगानमा सरिक भइदिनु हुनको लागि म हार्दिक अनुरोध गर्दछु।
थुङ्गा फुलका हामी एउटै माला नेपाली सार्वभौम भई फैलिएका मेची महाकाली सायो थुङ्गा फुलका हामी एउटै माला नेपाली सार्वभौम भई फैलिएका मेची महाकाली प्रकृतिका कोटि कोटि सम्पदाको आचल बिहारका राजधानी स्वतन्त्र अचल ज्ञान भूमि शान्ति भूमि तराई पहाड हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल बहुजाति भाषा धर्म संस्कृति छ विशाल अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल। र यसपछि सरसफाई उपभोक्ता संस्थाको 6औं वार्षिक सभा तथा तेस्रो अधिवेशनमा रहनुभएका सभाध्यक्षज्यू, प्रमुख अतिथिज्यू, विभिन्न संस्थाबाट आमन्त्रित प्रमुखज्यूहरू, यस्तै पानबारी उपभोक्ताहरूमा म पानबारी खानेपानी संस्थाको सहसचिवको तर्फबाट स्वागत मन्तव्य राख्दै यही टुङ्ग्याउँछु। धन्यवाद। समितिका बहिनीहरूलाई त्यो प्रतिवेदन सबैको हात हातमा पुर्याइदिनु हुनमा हार्दिक अनुरोध गर्दछु। सम्पूर्णलाई नमस्ते। यो जाडोको सिजन समय हुसी लाग्छ, घाम लागेको छैन, यस्तोमा पनि हजुरहरू आइदिनु भएको छ, यहाँलाई धन्यवाद। र आजको प्रमुख अतिथिज्यू मैले वाचन गर्ने अनुमति गर्न चाहन्छु। ल, आजका हाम्रा प्रमुख अतिथिज्यूको अनुमति अनुसार मैले पानबारी खानेपानी संस्थाको प्रतिवेदन पेश गर्न चाहन्छु। पानबारी खानेपानी तथा सरसफाई एउटा संस्था 10 पानबारी रूपन्देहीको 6औं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन। आदरणीय प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू, विभाजन खानेपानी कार्यालय योगीकुटीबाट आउनुभएका सहरहरू, विभिन्न खानेपानी तथा सरसफाई एउटा संस्थाबाट पाल्नुभएका अध्यक्ष तथा प्रतिनिधिज्यूहरू, टोल विकास संस्था पानबारीका अध्यक्षज्यू, कञ्चन सामुदायिक वनका एउटा समितिका अध्यक्षज्यू, कन्दरा युवा क्लबका अध्यक्षज्यू, आमा समूहका अध्यक्षज्यूहरू, पानबारी खानेपानी सरसफाई उपभोक्ता समितिका पूर्व अध्यक्षहरू, लेखा समितिका संयोजक लगायत सदस्यहरू, कार्य समितिका पदाधिकारीहरू, सल्लाहकार समितिहरू, बुद्धिजीवी वर्गहरू, कर्मचारी भाइ बहिनीहरू एवं यस पानबारी खानेपानी तथा सरसफाई संरक्षण सम्वर्धन र सदुपयोगमा निरन्तर सहयोग गर्दै आउनुभएका सम्पूर्ण उपभोक्ता आमा बुवा दाजुभाइ दिदीबहिनीहरू तथा उपस्थित महानुभावहरू, सर्वप्रथम म यस पानबारी खानेपानी तथा सरसफाई एउटा संस्था र मेरो व्यक्तिगत तर्फदेखि हार्दिक न्यानो अभिवादन तथा नमस्कार गर्न चाहन्छु। अब म यस पानबारी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था सम्बन्धी भौगोलिक पृष्ठभूमि संक्षिप्त रूपमा जानकारी गराउन चाहन्छु। रूपन्देही जिल्ला साबिक सालजनी गाविस वार्ड नम्बर 3 हाल सैन्यमैना नगरपालिका वार्ड नम्बर 10 पानबारी टोल भनी परिचित रहेको यो गाउँ
जिल्ला सदरमुकाम भैरुवादेखि करिब 43 किलोमिटर र सैनामैना नगरपालिका वार्ड नम्बर 10 को वडा कार्यालय सालदिनीदेखि करिब 3 किलोमिटरमा पानमारी टोलमा यस पानमारी खानपानी तथा सरसफाई उपभोक्ता संस्थाको कार्यालय रहेको छ। यस पानमारी गाउँ तथा टोलको पूर्व उत्तरतर्फ कञ्चन नदी रहेको र नदी कटानबाट पीडित समेत रहेको छ। दक्षिण पश्चिमतर्फ कञ्चन र सिंहदरबार सामुदायिक वन रहेको छ। आदरणीय प्रमुख अतिथि एवं अतिथिगण, यस संस्थाको हालसालै गरेको घर धुरी सर्वेक्षण अनुसार संस्थाको सेवा क्षेत्र पानमारी टोलमा बसोबास गर्ने ब्राह्मण क्षेत्रीको 82 घर र परिवार संख्या 403, मगर जातिहरूको घरधुरी 108 र परिवार संख्या 541, दलित समुदायहरूको 84 घर, परिवार संख्या 394, थारू समुदायहरूको 41 घर, परिवार संख्या 192, नेवार समुदायको 1 घर, परिवार संख्या 3, कुमालहरूको 1 घर, परिवार संख्या 4, कुर्मी 1 घर, परिवार संख्या 5 र गुरुङ समुदायको घर परिवार 2 घर, परिवार संख्या 7 गरी जम्मा घरधुरी 332, जनसङ्ख्याको 1549 मध्ये महिला 745 जना र पुरुष 804 जनाले यस टोलमा बसोबास गर्दै आएको र 18 घर परिवारले घर छोडी अन्यत्र टोलमा बसोबास गर्दै आउनु भएको छ र आजका मितिसम्म 329 जनाले धारा जडान गर्नुभएको छ र 21 घरले धारा जडान जोड्न बाँकी रहेको जानकारी गराउन चाहन्छु। पानमारीको कुल जनसङ्ख्या 549 मध्ये विभिन्न देशमा अध्ययन र रोजगारीको सिलसिलामा जानेको संख्या 313, 1549 हुनुपर्ने हो, यहाँ 500 मात्रै छ है। 313 जना नेपाल सरकारले वितरण गरेको सामाजिक सुरक्षा भत्ता ग्रहण गर्नेहरू ज्येष्ठ नागरिक 55 जना, दलित ज्येष्ठ नागरिक 15 जना, अनि एकल महिला 40 जना, असहायहरू 13 जना, दलित बालबालिका 15 जना गरी जम्मा 138 जना रहेको म यहाँलाई म जानकारी गराउन चाहन्छु। यस गाउँको खानेपानी सम्बन्धी भन्नुपर्दा विगतका वर्षहरूमा खोला तथा मूलको पानी र 18 देखि 22 फुटसम्मको खाल्टो खनी ह्यान्ड पाइप राखी पानी पिउँदै आइरहेको थिए। केही वर्ष यता पानीको सतह तल गई 22 देखि 26 फुटसम्म खाल्टो खनी ह्यान्ड पाइप राखी पानी पिउने र कतिपय ठाउँमा गर्मीयामको समयमा पानी सुकी पानी पिउन समेत समस्या आइरहेको र वर्षायाम सुरु भए लगत्तै पानीको समस्या केही कम हुने गरेको थियो। यस गाउँमा खानेपानीको लागि खोला नालाको मुहानबाट सञ्चालन गर्नको निमित्त यहाँका बुद्धिजीवी, समाजसेवी, विभिन्न सङ्घ संस्थाका प्राविधिक लागि पर्दा समेत उचित व्यवस्थापन गर्न सकिएको थिएन। मिति 2066 साल असार महिनामा इन्द्रेणी ग्रामीण खानेपानी तथा सरसफाई विकास केन्द्र बुटुलको कार्यालयमा यहाँका बुद्धिजीवी स्वर्गीय अर्जुन घिमिरे र स्वयं म चन्द्रबहादुर थापा गई पहल गरी निवेदन समेत दर्ता गरिएको हुँदा ग्रामीण खानेपानी तथा सरसफाई विकास केन्द्र बुटोलका तत्कालीन कार्यालय प्रमुख श्री विष्णु गौतम सहित प्राविधिक समेत आई यस गाउँको भौगोलिक, सामाजिक, आर्थिक तथा वातावरणको अवलोकन गरी मिति 66 साल श्रावण महिनामा आम उपभोक्ताहरूको भेला गरी आम भेलाबाट पानमारी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था समिति नामाकरण गरी
उपभोक्ता समिति सल्लाहकार र जागरण समिति समेत गठन गरिएको थियो। उहाँहरूको पहलमा मिति 66 साल भाद्र महिनामा ग्रामीण खानेपानी तथा सरसफाइ विकास कोष महाराजगञ्ज काठमाडौँमा निवेदन दर्ता गरियो र फन्ड बोर्डको आदेशअनुसार मिति 66 साल असोज महिनामा कृषि विकास बैंक लिमिटेड परुवामा खाता खोल्ने काम समेत भएको। मिति 66 साल कार्तिक महिनादेखि घुम्ती कोष परिचालन समेत गरियो। उक्त रकमबाट निम्न वर्गका व्यक्तिहरू छनौट गरी पहिलो प्राथमिकता दिई 27 घरहरूमा शौचालय निर्माण गरी शौचालय व्यवस्था समेत गर्न सफल भई हाल यस गाउँका प्रत्येक घर एक शौचालय व्यवस्था गर्न समेत सफल रहेको जानकारी गराउँदछु। साथै मिति 68/7/21 गतेको ग्रामीण खानेपानी तथा सरसफाइ विकास केन्द्र बुटोल नेपाल पानबारी खानेपानी तथा सरसफाइ एउटा संस्था त्रिपक्षीय सम्झौता भई मिति 68 पौष महिनादेखि बोरिङको कार्य सुरु भयो। उक्त कार्य सम्पन्न हुनसाथ पानबारी कञ्चन अर्थात् पानी टङ्की निर्माणको सुरु गरी आर्थिक वर्ष 69-70 देखि यस पानबारी टोल वासीलाई स्वच्छ खानेपानी उपलब्ध गराउन थालियो। योजना सम्पन्नको लागि सहयोगी हातहरू पुरानो टङ्कीको म कुरा गरिरहेको छु यहाँलाई। स्थापना समयमा ग्रामीण तथा सरसफाइ कोष विकास समिति फन्ड बोर्ड महाराजगञ्ज काठमाडौँबाट रु 40,10,597 रुपियाँ 72 पैसा रुपियाँ र कञ्चन सामुदायिक वन उपभोक्ता समूहबाट 5 लाख रुपियाँमा 5 लाख मात्र जिल्ला विकास समिति सीतानगर भैरुवाबाट 2,95,359 रुपियाँ मात्र साबिक सालनी गाउँ विकास समिति सालनीबाट रु 2 लाख र सभासद राहत कोष रामनाम ढकालबाट रु 49,195 रुपियाँ भरत कुमार शाहबाट रु 1 लाख खानेपानी तथा सरसफाइ एउटा संस्थाबाट 15,49,600 रकम प्राप्त सङ्कलन भएको थियो। आयोजना सम्पन्न भए पछाडि विवरणहरू जानकारी गराउन चाहन्छु। यस गाउँमा पानबारी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र सहयोगी संस्थाहरूको सहयोगबाट पानबारी खानेपानी स्थापना भए पश्चात यहाँका उपभोक्ताहरू दूषित पानीबाट मुक्त भई स्वच्छ पानी पिउनुको साथै दूषित पानीबाट विभिन्न रोगहरूबाट मुक्त भई स्वास्थ्यमा समेत सुधार आएको र सरसफाइ सम्बन्धी कार्यमा सुधार आएको समेत जानकारी गराउन चाहन्छु। आदरणीय प्रमुख अतिथि विशिष्ट अतिथिज्यूहरू तथा सम्पूर्ण उपस्थित उपभोक्ताहरू समक्ष यस पानबारी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको नयाँ निर्माण कार्यको विवरण पेश गर्न चाहन्छु। नेपाल सरकारको नयाँ योजना अनुसार पानबारी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालाई खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय एकीकृति रूपन्देही मार्फत नयाँ खानेपानी योजना सम्पन्न गर्न यस पानबारी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालाई जिम्मा दिई उपभोक्ता समिति मार्फत बोरिङ गाड्ने, कम्पाउन्ड वाल लगाउने, टोयलेट र जेनेरेटर राख्ने घर, डाक भवन, स्टोर भवन, 4 कोठे भवन, जेनेरेटर खरिद, विद्युत लाइन विस्तार, ट्रान्सफर्म लाइनलाई ल्याई लाइन सप्लाई गर्ने काम सम्पन्न गरिएको छ। त्यसै गरी खानेपानी टङ्की निर्माण कार्यको लागि प्रदेश 5 का माननीय सांसद भूमेश्वर ढकाल र खानेपानी तथा सरसफाइ कार्यालय एकीकृति रूपन्देहीका कार्यालय प्रमुख तत्कालीन श्री राजकुमार चौधरीबाट शिलान्यास गरी उक्त खानेपानी टङ्की निर्माण कार्य सम्पन्न भएको छ। नवनिर्मित पाइपलाइन नक्साको डिजाइन अनुसार कार्य भइरहेकोमा हाल सम्पूर्ण कार्य सम्पन्न भइसकेको छ र आज नयाँ आयोजनाको हस्तान्तरण कार्यक्रम समेत रहेकोले
अब सम्पूर्ण कामकाजको जिम्मेवारीहरू तपाईँ हाम्रो काँधमा आएको छ। आजसम्म खानेपानी दिवकारले योगी गुदीले जसरी सहयोग गर्दै आउनुभयो, आगामी दिनमा पनि यसै साथ सहयोगको अपेक्षा गर्दै हाम्रो सम्बन्ध नङ र मासुको झैँ रहिरहनेछ भन्ने आशा गर्दै सम्पूर्ण गाउँवासी तथा उपभोक्ताज्यूहरूको पनि सधैँ साथ सहयोगको अपेक्षा म गर्दछु। चालु आर्थिक वर्ष 81-82 सम्पन्न गरेका कामको विवरणहरू। 1 नम्बरमा चाहिँ 7वटा चेम्बर ढकन सहितको सम्पन्न गरिएको, पुरानो अफिस पछाडि 2 खण्डमा वाल लगाई माटो फिलिङ समेत गरिएको। 3 नम्बर त वडा कार्यालयको समन्वयमा 8 घर निम्न वर्गका उपभोक्ताहरू छनौट गरी धारा जडान गर्दा आवश्यक पर्ने सामग्री निःशुल्क वितरण गरिएको। 4 मा कञ्चन सामुदायिक वन समूह र रेड क्रसको आर्थिक सहयोगमा रिचार्ज पोखरीको 75% काम सम्पन्न गर्न सम्बन्धी भूमिका निर्वाह गरिएको। यस वर्ष खानेपानी संस्थाको विधान तयार गरी नगरपालिकामा दर्ता गरिएको। नयाँ खानेपानी आयोजना सम्पन्न गर्न समिति सफल भएको। 82-83 मा गरिने कार्यहरू। विभिन्न सङ्घ संस्थाहरूको समन्वयमा 5 जना निम्न वर्गका उपभोक्ता छनौट गरी धारा जडान गर्दा आवश्यक सामग्रीहरू निःशुल्क वितरण गर्ने। 2 मा छ अधुरो रहेको रिचार्ज पोखरी सामुदायिक वन सङ्घको सहकार्यमा सम्पन्न गर्ने। वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनका सभापतिज्यू, प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू, डिभिजन खानेपानी कार्यालय योगीकुटीबाट पाल्नुभएका अध्यक्ष तथा प्रतिनिधिज्यूहरू, टोल विकास संस्था पानबारीका अध्यक्षज्यू, कञ्चन समुदाय वन उपभोक्ता समूहका अध्यक्षज्यू, कन्दरा युवा क्लबका अध्यक्षज्यू, आमा समूहका अध्यक्षज्यूहरू, पानबारी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका पूर्व अध्यक्षहरू, लेखा समितिका संयोजक लगायत सदस्यहरू, कार्य समितिका पदाधिकारीहरू, सल्लाहकार समितिहरू, बुद्धिजीवी वर्गहरू, कर्मचारी भाइ बहिनीहरू एवं यस पानबारी खानेपानी तथा सरसफाइको संरक्षण, सम्वर्धन र सदुपयोगको निरन्तर सहयोग गर्दै आउनुभएका सम्पूर्ण उपभोक्ता आमा बुवा, दाजुभाइ, दिदीबहिनी तथा सम्पूर्ण उपस्थित महानुभावहरू, सर्वप्रथम यस पानबारी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र मेरो व्यक्तिगत तर्फदेखि हार्दिक न्यानो अभिवादन नमस्ते टक्राउँदछु। यस संस्थाको कोषाध्यक्षको हैसियतले आर्थिक वर्ष 81-82 को वार्षिक आय तथा व्यय यहाँहरू समक्ष पेश गर्न गइरहेको छु। प्राप्ति विवरण। गत वर्षको आयलाई 19,34,291.83 पैसा। साना किसान कृषि सहकारी संस्था 1,55,527 पैसा। कामना विकास सेवा बैंक चालू खाता 17,24,147 रुपियाँ 44 पैसा। कृषि विकास बैंक 24,113 रुपियाँ 83 पैसा। नगद मौजात 30,530 रुपियाँ 32 पैसा। आमदानी 34,23,870 रुपियाँ 38 पैसा। पानी महसुल 7,83,255 रुपियाँ। काठ शुल्क 130 रुपियाँ। जरिमाना 23,206 रुपियाँ 89 पैसा। नामसारी 2,000। खानेपानी योगीकुटीबाट प्राप्त रकम 23,16,063 रुपियाँ। नयाँ पाइप जडान 24,000। कृषि विकास बैंकको ब्याज 739 रुपियाँ 35 पैसा। साना किसान कृषि सहकारी संस्थाको ब्याज 15,824 रुपियाँ 89 पैसा। धारा जोडानबाट प्राप्त रकम
1,76,000। रेड क्रॉस अनुदान 19,651 रुपियाँ 25 पैसा। क्लब फिर्ता 1 लाख। भुक्तानी विवरण चालू खर्च 7,64,118 रुपियाँ 71 पैसा। 1,58,000 विद्युत महसुल 1,58,073 रुपियाँ 71 पैसा। यातायात खर्च 1,000। गाडी भाडा तथा ढुवानी खर्च 9,770 रुपियाँ। सञ्चार खर्च 2,400। कर्मचारी तलब 2,44,700। मसलत बिल छपाई 25,372 रुपियाँ। चिया नास्ता 39,040 रुपियाँ। मिडिया शुभकामना खर्च 1,000। साधन सभा खर्च 98,223 रुपियाँ। सरसफाई खर्च 15,700। फोटो तथा ब्यानर 8,500। श्रद्धाञ्जली कार्यक्रम खर्च 2,490 रुपियाँ। मोबाइल एप 36,160 रुपियाँ। नेट रिचार्ज 8,000। लेखा परिषद खर्च 16,950 रुपियाँ। क्लबलाई सहयोग 10,000। कोटिया देवी महायज्ञलाई 5,555 रुपियाँ। विधान दर्ता 3,000। फुलको बिउ बिरुवा खरिद 13,635 रुपियाँ। कञ्चन साबुलाई दिएको 20,000। सस्ता बिमा 16,700। कर खर्च 27,830 रुपियाँ। पुँजीगत खर्च 35,52,356 रुपियाँ 20 पैसा। बाल निर्माण 15 लाख। पेन्ट मिस्त्री खर्च 3,970 रुपियाँ। माटो धुवानी 14,000। चेम्बर बनाउँदा लेबर खर्च 2,22,325 रुपियाँ 20 पैसा। नयाँ पाइप विस्तार लेबर 1,68,658 रुपियाँ। प्लम्बिक सामान खरिद 2,45,029 रुपियाँ। किचन बनाउँदा मिस्त्री खर्च 12,240 रुपियाँ। इट्टा विविध धुवानी खर्च 11,200। अफिस पार्टेसन खर्च 41,505 रुपियाँ। गार्डन पम्प गाड्दा 5,98,000। साइकल खरिद 10,000। जेसीबी खर्च 36,300। पुरानो पाइप विस्तार खर्च 19,650 रुपियाँ। कुर्सी खरिद 14,710 रुपियाँ। सफ्टवेयर खर्च 3,25,410 रुपियाँ। कम्प्युटर खरिद 97,500। जम्मा कख 53 लाख। फर्निचर 1,44,400। बिस्तारा सेट 3,500। सीसीटीभी जडान 83,959 रुपियाँ। बैंक तथा मौजत 1,41,687 रुपियाँ 43 पैसा। नगद मौजत 31,955 रुपियाँ 68 पैसा। साना किसान कृषि सहकारी संस्था 4,77,184 रुपियाँ 92 पैसा। कामना विकास सेवा ब्याङ्कमा चालू खाता 4,77,701 रुपियाँ 91 पैसा। कृषि विकास ब्याङ्कमा 24,995 71 पैसा। यी सेवामा रहेको 25,770 रुपियाँ 94 पैसा। खल्तीमा रहेको 203 रुपियाँ 54 पैसा। आइएममा रहेको
3,874 रुपियाँ 63 पैसा। जम्मा क ख ग को 53,58,162 रुपियाँ 24 पैसा। हस् त, धन्यवाद। धन्यवाद। का सभाध्यक्ष तथा यस पानबारी खानेपानी तथा सरसफाइ उपभोक्ता शाखा अध्यक्ष आदरणीय व्यक्ति चन्द्रबहादुर थापाले हस्तान्तरण गर्दै हुनुहुन्छ। सबैलाई ताली बजाइदिन हुन हार्दिक अनुरोध गर्दछु। यसलाई डिभिजन खानेपानी डिभिजन कार्यालयका प्रमुख प्रकाश केसीज्यू आजका प्रमुख अतिथिज्यूले भाषण गरेर सुनाउनु हुनेछ। पानबारी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्षज्यू, पानबारी खानेपानी तथा सरसफाइ आयोजनाको स्वामित्व पत्र पढेर सुनाउन गइरहेको छु। लुम्बिनी प्रदेश सरकार शहरी विकास तथा खानेपानी मन्त्रालय खानेपानी तथा सरसफाइ कार्यालय EU50 रूपन्देही स्वामित्व पत्र। आयोजनाको नाम पानबारी खानेपानी तथा सरसफाइ आयोजना, सैनामिना नगरपालिका, वडा नम्बर 11, पानबारी रूपन्देही। कुल अनुमानित लागत 5,44,18,000। कुल खर्च 5,03,02,543 रुपियाँ 13 पैसा। प्रणाली विवरण पम्पिङ र ग्राभिटी फ्लो, स्रोतको किसिम ड्युब ट्युबवेलहरूको सङ्ख्या 2वटा, क्षमता 27 लिटर पर सेकेन्ड। पानी पोखरीको किसिम ओभरहेड टङ्की, क्षमता 225 घनमिटर, सङ्ख्या 1वटा। धाराको किसिम र सङ्ख्या 329 वटा, निजी 329 वटा। लाभान्वित जनसङ्ख्या 1715 जना। विद्युत पोल 18वटा, प्लेटफर्म 1वटा, ट्रान्सफर्मर 50 किलोभोल्ट एम्पियरको। पम्प अपरेटर हाउस 1वटा, कम्पाउन्ड वाल 1वटा, कार्यालय भवन 1वटा, स्टोर भवन 1वटा। वितरण पाइपलाइन 25 किलोमिटर। बोरवेल प्लेटफर्म 2वटा, जेनेरेटर ठुलो 1वटा। कार्यालय व्यवस्थापकको सङ्ख्या 1 जना, प्लम्बरको सङ्ख्या 1 जना। सुरु वर्ष आर्थिक वर्ष 2074-75, सम्पन्न वर्ष 2081-82। बुझी लिनेतर्फ अध्यक्ष श्री चन्द्रबहादुर थापा, बुझाउनेतर्फ श्री प्रकाश केसी, कार्यालय प्रमुख खानपान तथा सरसफाइ कार्यालय। मिति 2082 9 महिना 25 गते। यो स्वामित्व पत्र म श्री अध्यक्ष श्री चन्द्रबहादुर थापा मार्फत सम्पूर्ण उपभोक्ताहरूमा स्वामित्व पत्र हस्तान्तरण गर्न चाहन्छु। स्वीकार गर्नुहोस्। तथा यस संस्थाका अध्यक्ष चन्द्रबहादुर थापाज्यू, विशिष्ट अतिथिको रूपमा यस कार्यक्रममा पाल्नुभएका सैनामिना नगरपालिका खानेपानी उपभोक्ता महासङ्घका अध्यक्षज्यू, मञ्चमा आसीन रहनुभएका सम्पूर्ण विशिष्ट अतिथिज्यूहरू र यस कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण उपभोक्ता दाजुभाइ तथा दिदीबहिनीहरू, नमस्कार। सर्वप्रथम त मलाई यस कार्यक्रममा आमन्त्रण गरी यस कार्यक्रममा उपस्थिति जनाउने मौका दिनुभएकोमा सम्पूर्ण उपभोक्ताहरूलाई म हृदयदेखि नै धन्यवाद व्यक्त गर्न चाहन्छु। राज्यले जनतालाई सुरक्षित पानीको पहुँच पुर्याउन यस्ता तपाईँहरूको खानेपानी आयोजना जस्ता प्रशस्त खानेपानी आयोजना सुरुवात गरेको छ। त्यस्ता आयोजनाहरूमध्ये तपाईँहरूको आयोजना पानबारी ठाउँ यस बिन्दुसम्म आउन प्रयास र सहयोग गर्ने सम्पूर्ण
व्यक्तिहरूलाई मैले हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। आज मुख्यतः यस संस्थाको वार्षिक साधारण सभा र सभामा अध्यक्षज्यूले वर्षभरि भएका कामको समीक्षा गर्नुभयो र आगामी वर्ष गर्ने कामहरूको अनुमान पनि पेश गर्नुभएको छ। त्यस्तै कोषाध्यक्षज्यूले आफ्नो प्रतिवेदन पेश गर्नुभयो, लेखा परीक्षण प्रतिवेदन पनि पेश भएको छ। त्यस हिसाबले यस आयोजनाको व्यवस्थापन सुस्त भएर हामीले लेखा परीक्षण समेत भएर सम्पूर्ण हिसाब किताबको पारदर्शी रूपले सम्पूर्ण उपभोक्ताहरूले जान्न पाएका छौँ। यस साधारण सभा आयोजना गर्नुभएकोमा र आफ्नो हिसाब किताबहरू सम्पूर्ण रूपले जनतालाई पेश गर्नुभएकोमा मैले उपभोक्ता समितिका पदाधिकारीहरूलाई धन्यवाद दिन चाहन्छु। अध्यक्षज्यूले आफ्नो प्रतिवेदनमा विभिन्न प्रकारका राम्रा कामहरू प्रस्ताव गर्नुभएको छ। जस्तै पानीको घट्दो लेभलका कारणले हामीले विभिन्न स्थानमा दुःख पाइरहेका हुन्छौँ। पानी ड्रडाउन भएर पानी नआउने समस्या हुन्छ। त्यसको उपचारको लागि भनेर हामीले विभिन्न ठाउँमा रिसर्च किट राख्ने गर्छौँ। हजुरहरूले आफ्नै पहलमा राख्नु भएको रहेछ। त्यसले पनि एउटा राम्रो सफलता हासिल गर्न सक्छ। पानीको रिचार्ज भयो भने हामीले पानीको पिगो बनाउन यसले राम्रो असर गर्ने गर्दछ। त्यस्तै अधिकांश खानेपानी संस्थाहरूमा मेजर खानेपानी तथा सरसफाइ संस्थाहरूमा अधिकांश केन्द्र नै खानेपानीतिर दिएको हुन्छ। सरसफाइ क्षेत्र अलिकति पछाडि परेको जस्तो देखिन्छ। तर यस संस्थाले सानो सङ्ख्या भए पनि उपभोक्ताको सरसफाइ सम्बन्धी अभियान चलाउने पनि प्रस्ताव गरेको छ। त्यो पनि एउटा राम्रो पक्ष हो। त्यस्तै विधिवत रूपले स्थानीय सरकार सञ्चालन ऐन अन्तर्गत विधान दर्ता गर्नुभएको छ। त्यसले गर्दा यो संस्थाको नियम कानुनको अनुपालनको पक्ष पनि बलियो रहेको पाइयो। एक हिसाबले भन्नुपर्दा पानबारी खानेपानी संस्थाको सुरुमा पानीको हाहाकारदेखि अहिले पानीको पहुँच र अबको यात्रा भनेको सुरक्षित पानीतर्फ जाँदा एउटा हामीले सफलताको कथाको रूपमा लिएको छु मैले। अब अधिकांश पूर्वाधारहरू यस आयोजनामा निर्माण भइसकेका छन् र निर्माण भएका पूर्वाधारबाट खानेपानी सबै सञ्चालन भएर करिब 350 उपभोक्ताहरूले धारा जडान गरिसक्नु भएको छ। त्यस बारेमा सफल आयोजनालाई हामीले हस्तान्तरण गर्दैछौँ। हाम्रो कार्यालयको तर्फबाट प्रदेश सरकारको तर्फबाट यस आयोजना तपाईँहरूमा जनताहरूमाझ हस्तान्तरण भएको छ। अबको जिम्मेवारी यस संस्थालाई सञ्चालन गर्ने, यस संस्थालाई बढाउने, यस संस्थालाई संरक्षण गर्ने सम्पूर्ण जिम्मेवारी हजुरहरूको हो। यो उपभोक्ता संस्था, यो आयोजना नै हजुरहरूको हो। त्यस हिसाबले तपाईँहरूलाई मैले यसै मञ्चबाट यो संस्थालाई माया गरिदिनु हुन र बचाउनु हुन मैले संरक्षण हुन मैले विनम्र अनुरोध गर्न चाहन्छु। अब हस्तान्तरण पश्चात के गर्ने त भनेर हामीले म कार्यालयको तर्फबाट केही सुझावहरू दिन चाहन्छु। यो संस्था हस्तान्तरण भइसकेपछि यो संस्थालाई कसरी दिगो बनाउनेतर्फ ध्यान दिनुपर्छ। दिगो बनाउन हामीले हाम्रो कोष बलियो हुनुपर्छ। विशेष त मर्मत सम्भार कोष हामीले बलियो बनाउनुपर्छ। भोलि आएर हाम्रो केही युनिटहरू, केही पूर्वाधारहरूमा क्षति भएर हामीले मर्मत सम्भार गर्नुपर्ने भएमा सरकार आफैले गर्न सक्ने अवस्था भयो भने संस्था आत्मनिर्भर हुन्छ। त्यसकारण हामीले मर्मत सम्भार कोषलाई अलिकति विशेष ध्यान दिएर बचाउनु पर्ने हुन्छ। अब हस्तान्तरण भएको आयोजनामा अबको दोस्रो यात्रा भनेको सुरक्षित पानी र गुणस्तरीय पानी कसरी निरन्तर रूपले जनतामा पुर्याउने भन्ने ठुलो चुनौती हुन्छ। त्यो चुनौतीलाई हामीले सामना गर्नुपर्ने हुन्छ। त्यसका लागि हामी तयार भई विभिन्न प्रकारका प्रविधिहरूको प्रयोग गरेर सुरक्षित पानी पुर्न योग्य हुन सकिन्छ। हामी हरेक जनताले सुरक्षित र पानी पिउनको लागि यस संस्थालाई सहयोग गर्नुपर्ने हुन्छ। कतै चुहावट भएको हुनसक्छ। चुहावट हुने ठाउँबाट पानी भित्र मात्रै जाँदैन कि
खाली पाइप भएकोमा त्यो पाइपले भित्र फोहोरहरू संरक्षण गर्न सक्ने हुन्छ। त्यही भएर सम्पूर्ण जनताहरू जागरुक भएर यो चुहावट नियन्त्रण गर्नतर्फ पनि लाग्नुपर्छ। अर्को कुरा, चुहावट भएर पानी बग्नु भनेको पैसा बग्नु हो। किनभने पहाडतिर त पानीको पूर्वाधार निर्माण भइसकेपछि धेरै खर्च लाग्दैन, पानी आफै फ्लो हुन्छ, पुल अग्लो स्थानमा हुन्छन्, बेसीतिर घरहरू हुने भएर त्यति धेरै लगानी लाग्दैन। हामीले त्यो पाइपमा भएको पानीमा लगानी लागेको हुन्छ, बिजुलीको महसुल तिरेका हुन्छौँ, कर्मचारी फुल टाइम बस्नु भएको हुन्छ। त्यस हिसाबले त्यो चुहिने पानी भनेको पैसा हो, संस्थाको पैसा हो, तपाईँहरूको पैसा हो। त्यस हिसाबले चुहावट नियन्त्रणमा सम्पूर्ण जनताले विशेष ध्यान दिनुहुनेछ भन्ने मैले आशा राखेको छु। र अन्त्यमा मैले यो चिसो मौसममा हजुरहरूको धेरै समय लिन चाहन्न र आज अधिवेशनको पनि कार्यक्रम भएको हुनाले तपाईँहरूले एक सक्षम पदाधिकारीको समिति चयन गर्नुहुनेछ भन्ने मैले आशा राखेको छु र यसै मञ्च मार्फत अब चयन हुने पदाधिकारीको समितिलाई म विशेष शुभकामना दिन चाहन्छु र यस हस्तान्तरण हुने पानबारी खानेपानी तथा सरसफाइ संस्थालाई सफलताको शुभकामना दिँदै मेरो भनाइ यहीँ टुङ्ग्याउन चाहन्छु। त्यसै गरी आजका विशिष्ट अतिथि श्री कृष्णप्रसाद पाण्डेज्यूलाई मायाको चिन्ह प्रदान गरिदिनु म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी मायाको चिन्ह प्रदान गरिदिनु म प्राविधिक गीतानन्द पन्थी, कृष्णप्रसाद अधिकारी र ओम प्रकाश अर्यालज्यूलाई पनि अगाडि आई मायाको चिन्ह प्रदान गरिदिनु म हार्दिक अनुरोध गर्दछु। आज पानबारी खानेपानी तथा सरसफाइ व्यवस्था संस्थाको छैटौँ साधारण सभा तथा तेस्रो अधिवेशनको यो पहिलो सत्र यही समापन भएको जानकारी गराउँछु। हस्त धन्यवाद।